प्याकेजिङले नै थाहा हुँदो रहेछ कति कुरा होइन अब म कतिको राइट हो थाहा छैन अत्तर भन्दा पनि म पर्फ्युम नै युज गर्छु कोलोनहरू तर स्मेल यो पनि राम्रो रहेछ यो अलिकति रिजनेबल परे जस्तो छ त्यो दुईटै हुन त रिजनेबल नै छ तर दुईटामा पनि चिप र एक्सपेन्सिभ छ ओहो यो स्मेल चाहिँ यो अलिक कडा रहेछ मलाई किन हो यो एक्सपेन्सिभ यो चाहिँ रिजनेबल प्राइस अनुसार चेन्ज गर्ने सोच छैन 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 त्यसो भए तपाईको एन्सर मिलेन शिट यार दुईटै उस्तै छ त त्यो कन्फ्युजिङ बडी हुन्छ भने आफै छानेर लेखो कतिको डिफरेन्स हो यो कतिको डिफरेन्स भन्दा 300 जतिको डिफरेन्स नै 300 को किन यो अन्त मैले चाहिँ किन यो गेस नगरेँ भन्दा यो अलिक कडा छ क्या आई मिन लिक्विड बेस अलिकति भारी छ यो लाइट छ क्या खासमा त्यो भएर चाहिँ म चाहिँ 400 जतिमा आयो अर्को 700 750 कहाँबाट ल्याउनु भयो अत्तर मान्डु ए ल अत्तर मान्डु